भगवानको नाम संकीर्तन हातमा काम मुखमा रामको वर्णन राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। लौ त राजन, अब महाप्रलय भनेको कहिले हुन्छ त्यही कुरा राजा परीक्षितसँग सुझाउँदै हुन्छ भन्ने सम्मको कथा हे सद्यबाट श्रीमद् भागवतमा प्राणको महाराज परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो। लौ त सरकार, यसै प्रसङ्गमा यो महाप्रलय भनेको कहिले हुन्छ राजा परीक्षितले सोध्नु भएको थियो। महाप्रलय भने कहिलेलाई मान्नुहुन्छ? संसार सबै डुबिया दिनलाई हो। संसार सबै डुबेपछि महाप्रलय भन्छन्, तर होइन, त्यो महाप्रलय त्यसलाई मानिँदैन। महाप्रलय भनेको आफू मरेको दिनलाई महाप्रलय। आफू मरिसकेपछि अरू बचुन् कि खाउन् कि जाउन् कि बसुन् कि जेसुकै होस् के चाहिएको छ। आफू मरिहाल्यो। कोही कोही भन्छन् नि, मेरो छोरा छैनन्, छोरी पनि छैन, कोही पनि छैन, म मरेपछि मेरो घर ढोका लाग्ने भयो, के गर्ने होला भन्छन् नि। के छोरा छन् भन्दैमा फेरि के बाबु कुन कुन ढोका उगारेको छौ, म फेरि आएँ भन्दै आउनु पाउने होइन। ढोका लाउने कि धुवा निक्लिने पालसम्म थुनेर बस्नु कि त्यसो गर्नु के चाहिएको छ त। यसै कारणबाट कोही आवश्यक छैन। मानिस मरेकै दिनमा महाप्रलय हुन्छ। महाराज आफू मरिसकेपछि संसारको प्रलय भयो। आफ्नो मृत्यु पश्चात कोही बचुन जाउन् खाउनको कुनै सवाल नहुने हुनाको कारणले आफ्नो मर्नु नै महान प्रलय हो, यसमा फरक पर्दैन भनेर राजा परीक्षितलाई सुखदेवले बताउनुभयो। महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, प्राण अन्तको घडी हुन आँट्यो प्रभु, अब जाने बेला भयो। संसार सारा सम्पूर्ण डुबेको होइन, म आफू डुब्नु नै संसार डुब्नु हो भन्ने महसुस गरेँ। आज मेरो अन्तिम दिन, मेरो प्राण अन्तको घडी हुन आँटेको छ। अब मैले कसरी उद्धार हुने हो मेरो प्रभु? राजा परीक्षितले डाँको छोडेर रुन लाग्नुभयो। अनि यस प्रकारबाट राजा परीक्षितलाई सुखदेव आज्ञा गर्नुहुन्छ, राजन सबै तपाईँले संसार छोडिसक्नुभयो। अब भगवानको चरणमा यो विश्व ब्रह्माण्ड सबै प्रभुलाई सम्झाउनु पर्यो, बाहिर होइन। अरे यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि राम। यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि राम। सारा संसार रामको, म पनि रामको, यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। रामको, त्यो पनि रामको, सारा संसार रामको, यो पनि रामको, त्यो पनि रामको, रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। यो पनि रामको, त्यो पनि रामको, सारा संसार रामको, म पनि रामको। सारा संसार रामको, म पनि रामको, सारा संसार रामको, म पनि रामको। राजा परीक्षितका उपरमा सुखदेवले बताउनुभयो, अब अन्तिम चरणमा भन्ने कुरा के हो त्यो आज्ञा गरिबक्सोस् भनिकन राजा परीक्षितले सुखदेवसँग बडा प्रेम प्रभाव आज्ञा गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा हे सद्यबाट श्रीमद् भागवतमा प्राणको महाराज परीक्षित भनेर राजा परीक्षितलाई सुखदेवले बताउनु भएको छ। यसै प्रसङ्गमा लौ त सरकार, यहाँलाई मैले जुन कथा बताइराखेको छु, अब राजा परीक्षितलाई सुखदेव स्वामीले अन्तिम चरणमा मर्ने बेलामा के भन्ने हो भनेर गुरुलाई सोध्नुभयो राजा परीक्षितले। मर्ने बेला भन्ने मन्त्र के रहेछ ल सोच्नुहोस् त। सबैले मर्न परिहाल्छ, सम्झनुहोस् त। मर्न त परिहाल्छ नि, ढिलो र चाँडो मात्रै। मर्ने बेलामा भन्ने के हो यो पो जान्नु पर्ने छ त भनेको। जान्न पाए हुन्थ्यो जस्तो लागेछ। लाग्छ हुन्छ त नि लौसे। त्यसै कारणले मर्ने बेलामा भन्ने कुरा, अहम ब्रह्म परम धाम ब्रह्माहम परमम पदम,
हरे विश्वात्मनम चेष्टम किम भूय श्रुतिमिक्षसे। यही हो मर्ने बेला सके सम्झे भन्ने। 100 बिचले डसे समानको पीडा हुन्छ अरे ऐया भन्ने कि त्यतिर भन्ने। लौने बाबु लौ न कहाँ गए बुढी भन्ने होला के, कहाँ गए बुढा लौ अब म जाने बेला भयो भन्ने होला। अहम ब्रह्म परम धाम ब्रह्माहम परमम पदम हरे विश्वात्मनम चेष्टम किम भूय श्रुतिमिक्षसी। महाराज अहम भनेको म ब्रह्म भनेको अविनाशी, परम पद भनेको कहिल्यै पनि अब मर्न र जिउन नपर्ने ठाउँमा म गएँ। यो प्रकारले श्वासको गति मिलाउ त भनिदिनु भएको थियो। टक्क मिल्यो। अनि राजा परीक्षित मुक्तिको लाभको लागि तयारी हुनुभयो। अब बाँकी केही रहेन। अहम ब्रह्म परम धाम ब्रह्माहम परमम पदम भन्नुहोस् त। आयो 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 जस्तै छ यतापट्टि झन् कण्ठै भएको छ। महाराज परीक्षित यही प्रकारबाट अन्तिम चरणमा जब भगवान प्रभुका प्रतिमा ध्यान गर्ने, मनन गर्ने, कीर्तन गर्ने, प्रभुमा अर्पित हुने यो मैले हजुरलाई बताएँ। लौ त राजन परीक्षित अब तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा मेरो परमात्मा मरिन्छ कि भनेर औषधि खानु पर्ने। अजरामरकै बुटी प्राप्ति भइसकेपछि अरू प्रकारको सामग्री किन चाहियो, मलाई भो औषधि चाहिएन भनेर सबै कुरा परित्याग गरी भगवानमा भजन गरे। अहिले जब गुरुका चरणमा ध्यान गर्नुभयो, गुरु विदा भएर आफ्नो धामपट्टि जानुभयो। सुखदेव स्वामी पाल्नु भएपछि राजा परीक्षित यही प्रकारले अहम ब्रह्म परम धामको निर्णय गर्दै हुनुहुन्थ्यो। तक्षक नाम गरेको नागराजा राजा परीक्षितलाई डस्न आउनु, कश्यप नाम गरेको ब्राह्मण बचाउन जानु, दुईजनाको बाटोमा भेटघाट हुनु। एउटा बचाउन गएको, एउटा मार्न गएको, दुईजनाको बाटोमा भेट। अनि त्यसदेखि पछाडिबाट दुईजनाको संवादका लागि बचाउने र मर्नेको बारेमा जब एउटा भन्छ म बचाउँछु, एउटा भन्छ म मारिदिन्छु। मार्नेले सारा सम्पूर्ण बरको वृक्ष भस्म खरानी बनाएर डढायो। बचाउनेले तुरुन्तैकन पानी छर्केर बचाइदियो। महाराज यो पक्का बचाउन सक्ने रहेछ भनेर ब्राह्मण सु ब्राह्मणको गति, ब्राह्मणको सम्मान ब्राह्मणले गर्नुपर्छ। ब्राह्मणको श्रापले म तपाईलाई तपाईँ यहाँ डस्नाएको मेरो महाराज जसरी हुन्छ कृपा राखी बक्सोस् भनेर बिन्ती गरिसकेपछि अनि राजा परीक्षित महाराजको आज मृत्यु छ कि छैन भनेर हेर्दा 7 दिनका दिनमा राजा परीक्षित मर्नै पर्ने, कुनै हालतमा बचाउन नसक्ने भएपछि के भयो? अब यस प्रभावबाट इज्जत पनि जाने, मर्म पनि पर्ने। राजा तक्षकसँग आफ्नो विरोध पनि किन जनाउने, यसको लागि ठिक छ भनेर सम्पत्ति लिएर मणिको माला लिएर बाहुन फर्क्यो। मणिको माला दिन्छु, मलाई चरण दिनुहोस् भनेर प्रार्थना गरिसकेपछि ल ठिकै छ भनिकन त्यो मणिको माला लगाएर ब्राह्मण बिदा भएर गए। अनि तक्षक नाम गरेको नागराजालाई डस्नको लागि खुल्यो र अहिले सरकारको प्रतिमा गएर जब मार्चिन्छु भन्ने विचार गरेर गएको थियो। डर लाग्दो प्रकारको सर्पले बेरेर बसेको हुन्छ कि भन्ने उनीहरूलाई शङ्का थियो। तर सूक्ष्म यन्त्रको प्रभावबाट फुलको केसमा गएर बसेर त्यो फुललाई जब मालीले टिप्यो, मालीले ब्राह्मणलाई दियो र ब्राह्मणले हातसार गर्दै 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 राजा तक्षक नाम गरेको नागराजा अहिले राजा परीक्षितको सान्निध्यमा डस्नाको लागि तयारी भएर पुगिसक्यो भन्ने सम्मको कथा यस अध्यायबाट श्रीमद् भागवत पुराणको